घिउ हाल्ने हो। वाउ कस्तो अचार ताम दामी छ न भए गाइस तर ढिँडो भात के बिहान उठ्ने हो पास्ता फ्यान पुग्ने मिठो बास्ना आउने तर पाप गर्नेलाई चाहिँ स्ट्यान्ड किनेर ल्याउँछु पढाइ सुरु हुन्छ यो बिग्रेछ कहानी मेरो लाइफ एउटा फिल्म त रोएर मात्रै A few moments later. म बिस्तारै हेलो गाइज वेलकम ब्याक टु आवर युट्युब च्यानल गाइज। आज हामी फेरि पनि लिएर आइसकेको छौँ ढिँडो अनि राइस अनि अचार सब्जी च्वाइँ घिउ हाल्ने हो अनि ढिँडोमा चाहिँ घिउ हालेको छ है हामीले नेपालदेखि ल्याएको घिउ हेर्नु वाह ल कति अनहेल्दी खाने भनेर हामी चाहिँ आजकल फेरि हेल्दीतिर लागेछौँ। यो चाहिँ अचार हो म चाहिँ अचार मात्रै खाने हो नि त। कुण्डुको अचार ओ माइ गॉड आज त सँग ओ माइ गॉड यहाँ छ गेडागुडीको अचार ए सब्जी वाउ कस्तो दामी भएको छ साथीहरु। हामी चाहिँ गाइस सानुमा पनि ढिँडो खाएर हुर्क्यो म चाहिँ अनि के छ खाने हो भने अचारसँग अनि त्यही भएर अचारसँग खान थाले। घिउ सानो मिठो हुँदो रहेछ। घिउ र ढिँडो खान्छ त मान्छेले त्यही देखेर मैले हाल्दै हो। अचार त आमामा नम्बर 1 भएछ आज त। एभ्रिथिङ पर्फेक्ट। सो गाइज यो चाहिँ नेपालदेखि ल्याएको मस्यौरा हो। के भन्छ देखाउँ न यहाँ लेको थाहा यो चाहिँ हाम्रो नेपालदेखि ल्याएको मस्यौरा हो। यो सोयाबिन होइन, यो चाहिँ हाम्रो अर्ग्यानिक पिँडालुलाई चाहिँ मस्यौरा बनाएर सुकाएर बनाएको मस्यौरा हो यो। कस्तो हुँदो रहेछ टेस्ट गर्नु त। वाउ सेम लाइक मासु जस्तै हुँदो रहेछ। मेरो चाहिँ सायद फर्स्ट चोटि होला। मैले चाहिँ अहिलेसम्म पिँडालुको यो खाएको भन्ने मलाई अलि थाहा छैन। मैले सानो बेला खाएको थिएँ, त्यसपछि धेरै पछि फर्स्ट टाइम मैले आज बनाएको हो। दामी भयो, दामी छ, नम्बर 1 भयो यो मस्यौरा। म चाहिँ घिउमा ढिँडो चोपेर खाँदैछु साथीहरू। हामीसँग पर्याप्त भाँडा छैन क्या, त्यही भएर यस्तो खाना भात पनि तिमीलाई हालेर ढिँडो र भात मिक्स भयो। के हुँदैन भन्नु न, ढिँडो र भात मिसाएर खाएको। अनि म चाहिँ ठुलो घाँस हालेर नि खान सक्दिनँ, जान्दिनँ म। सट्टा हाल्ने निल्ने हो क्या? होइन, ढिँडो चाहिँ खानुपर्छ तर यसरी। कस्तो भयो सब्जी? ढिँडो खानु टाप्को भयो। कस्तो दामी भयो। सो गाइस सधैँ मासुसँग खाँदा खाँदा दिक्क लागेर आज चाहिँ मिक्स गेडागुडीसँग खाँदैछु म चाहिँ। दामी हुँदो रहेछ। ढिँडोमा घिउ कस्तो हुँदो रहेछ? दामी। ककले खानु भएको गाइस ढिँडोमा घिउ हालेर? मैले चाहिँ भिडियोमा देखेको थिएँ तर मलाई मन पर्दैन। घिउ मात्रै 1 चम्चा त्यस्तो खायो भने यसरी खाने हो क्या। तर ढिँडो भातमा मन पर्दैन।
यसरी टक्क गर्ने सट्ट उठाउने ठुलै निल्ले मैले भात र ढिँडो मिक्स भयो नाजुक दामी भएछ ढिँडो त सबै कुरा ढिँडो अचार कति खाएको भन्न थाले क्या ल भन्न थाले कति खाएको गिलो म्यागी चरपटे भनेर घरतिरबाट टेन्सन गर्न थाले ल त भनेर ढिँडो खान थाल्यौँ हामी अब तर म चाहिँ इटालीहरुकोमा काम गरेको हो क्या गाइज तर त्यहाँ चाहिँ यस्तो भाषा ढिँडो सिँडो भन्ने हुँदैन क्या त्यहाँ सिधै बिहान उठ्ने हो पास्ता म्यागी बनाउने हो खाइहाल्ने ब्रेकफास्ट लन्च हाम्रो नेपालीहरुको चाहिँ हेल्थको इस्यु हुन्छ भन्छ नि अब चाहिँ हाल्दै त थोरै रस यहाँ यता ल्याउनु त फाइनली मेरो त ढिँडो सक्यो यस्तो पो खुवाइ हुन्छ हाल्दै खानु आफूलाई त ढिँडो तातो मिठो हुन्छ हाल्दै खानु त्यत्रो ढिँडो सरी तपाईहरु चाहिँ खाइन्थ्यो यहाँ माथि अड्किन्थ्यो माथि त्यस्तो हैन क्या भिजामा अब इङ्ग्लिसमा ब्रेकफास्ट ए हामी ढिँडो खाएर हाम्रो चाहिँ लन्च ब्रेकफास्ट सबै ढिँडो हुन्थ्यो हाम्रो घरमा चाहिँ हाम्रो घरमा चाहिँ खाद्यान्न भए पनि पकाउने मान्छे हुँदैन थियो क्या अलिकति भात खानु पर्यो अनि ढिँडो रुच्छ त भात खाएपछि म अनि कसलाई मन पर्दैन अनि ढिँडो यो आज त ढिँडो बबाल बने एकदम सफ्ट क्या कल्पु ल्याइदिए पिठो कल्पु हामीले 2 छाक खाइसक्यो अब साग होला होइन हुँदैन होला हुन्छ होला हामीलाई गुन्द्रुकको अचार पिरो भएको गाइस गुन्द्रुकको अचारमा बटस हालेर या मुला साँधेको बटस हालेर त्यसरी खुवाउन सिकाउनु भएको हामीलाई चाहिँ किनकि बुवाहरू प्रणामी हुनुहुन्थ्यो मासु खानुहुन्न थियो अनि त्यही भएर अचारमा सिकाउनु भयो अनि मलाई त्यही बानी मलाई केही चाहिँदैन जस्तै मिठो सब्जी होस् ढिँडो निमा बिर्सिन्छु फेरि मैले अचार भएपछि फेरि खतरा जान्छ ढिँडो मिठो पिरो पिरो पनि छ साथीहरू होइन यहाँ धुनु पर्यो टिस्यु खान तल जानुपर्छ अनि हामी बच्चामा यसरी चाहिँ फ्यान पुग्ने भने है गाई यसरी नै लुगा माछा कसलाई याद छ होइन होला पर्दैन मलाई पसिनै छुटिसक्यो मैले एसी घटाइदिएँ नि मारले पल्लोपट्टि उठेर ढिँडो दिनु त मलाई अनि हाम्रो घरमा मेरो दाइले पकाउनु क्या ढिँडो अनि
गाई हामी चाहिँ ढुँडो थप्नु लायौँ है कहाँ यहाँ छेउमा थप्यो भयो अहिले चाहियो भने खान्छु फेरि मलाई गर्मी नै भइसक्यो क्या है मेरो ढुँडो त कता पुग्यो कता भातसँग गफ गर्न गएछ मेरो ढुँडो भातसँग गफ गर्न गएछ गाई छ होइन होला हो ए नबत्ते होइन थप्पा ढुँडो हो उनीहरूको घरमा चाहिँ भात र ढुँडो खान्थे हाम्रोहरू चाहिँ ढुँडो मात्रै कि त भात मात्रै कसको हो अरूहरूको घरमा चाहिँ जसको घरमा आमा छ पकाइदिने मान्छे हुन्छ होइन उनीहरूको घरमा भात ढुँडो तरकारी ताजा अनि मेरो दाइ र म चाहिँ जे छ त्यही पकाएर खान्थ्यो हामी चाहिँ भात भयो भात मात्रै ढुँडो भयो ढुँडो मात्रै बुवाले जे पकाएर खानु भन्नुभएको त्यही खान्थ्यौँ हामी त्यस गरेर हुर्किएँ म चाहिँ पुलपुलेर होइन ढुँडो त म एउटा मात्रै छोरी बुवाले भातै खुवाउनुहुन्थ्यो तर पकाइदिने मान्छे नहुँदा चाहिँ कि भात मात्रै कि ढुँडो मात्रै अनि बासी ढुँडो खाएर स्कुल जाने अनि आउने गाउँतिर मही माग्न जाने पल्लरतिर अनि फेरि मही ढुँडो खाने मही नि कहाँ टन्न पाउँथ्यो र मागेर ऊ बेलामा भएर हुर्किया भएर गाह्रो भयो मलाई चाहिँ खाना ओर्न जेसँग भेट्थ्यो त्यससँग खान्थ्यो जेसँग भेट्थ्यो त्यही भयो गरिम भयो बिस्तारै खाऊँ न त कहीँ भाग्दैन गफ गर्दै खाऊँ सुनौ कहानी लास्टै गाह्रो हुने क्या सिङ्गल प्यारेन्टसँग हुर्किँदाखेरि त्यो कफी मात्रै होइन ल दिनु न होइन होला यता चाहिँ क्यामेरा फेस गर्नु आउँदैन गाई हिरो बनाइदिनु त ल लगेर होइन होला म हेरेछु नि ताजा ताजा पाक्यो क्या बिहान बेलुका यस्तो मिठो बास्ना आउने खसीको मासुको सब्जीहरू मासु त अब हामी खाने हो घरमा त चान्सै हुँदैन नि तरकारी नै बाख्ना आउने क्या अब आमाहरूको हातले पकाएको अब हामीलाई पो आउँदैन थियो जस्तो हुन्छ त्यस्तै उमाल्ने खाने यही ढिँडो त काँच्चै खान्थ्यो हामीले पकाउन नआएर गाईको थुनाभरि दुध हुन्थ्यो है त्यो 2 दिन मान्छे नभएर क्या तर पाप गर्नेलाई चाहिँ सधैँ धर्म हुँदो रहेछ यो चाहिँ मैले जाने यसो खोलेर आउनु अब त्यो ढिँडो खान्छ अनि खोलिदिन्छु मलाई गरिनु भएको छैन आरामले म त आम्भरि पिलो दहीहरू पनि छ क्या गाई हामीसँग तर हाल्ने ठाउँै उयो नै भएन क्या भाँडै छैन हामीसँग भनौँ टन्न देखिन्छ नि त यो अनि त्यो सब्जी जोड पिरो हो खोर्सानी टोक्नै पर्दैन त्यो सब्जीमा होइन यस्तो पिरो बरु यो अलिक कम्ती होला गाई जब म 2टा स्ट्यान्ड किनेर ल्याउँछु एउटा यसरी सिधा राख्छु यसरी एउटा यता राख्छु यो मान्छेले सिधा हेर्नै भएन एउटा अझ घोप्टे पनि राख्छु म उ त्यहाँ यस्तरी क्या यस्तो यहीँ घोप्टे बनाएर राखिदिन्छु ताकि फेस आओस् यस्तो मेरो आइहाल्छ नि के बोले यो चाहिँ निर्मलाको फेभरेट हो यसरी साँधे गुन्द्रुक यति भात भएपछि हिजो यस्तो मिठो भए सालले लगिदिनुहुन्थ्यो गुन्द्रुक हिजो त खाइ नसक्दै थियो आज बोलाएर लगिदिनु दिनु मेरो पढाइ सुरु हुन्छ एकछिनमा होइन पहिला चाहिँ मेरो काम हो फेसबुकमा लास्ट मिठो है आजको ढिँडो त बब्बाल लाग्यो मलाई त गाई तपाईँहरू सल्लाह दिनु त म आफ्नो युट्युबमा स्टार्टिङदेखिको मेरो कहानीहरू हालौँ कि नहालौँ आमा त यो बिग्रिएछ अहिले फेरौँला छोडिदेऊ
मेरो लाइफको कहानी सुन्नुभयो भने 3टा फिल्म त रोएर मात्रै बन्छ हैन होला हो म सुनाइदिन सक्छु सो गाइस फाइनली मेरो चाहिँ फिनिश भयो म चाहिँ खाँदैछु हैन होला तिमी म भात हाल्न लाएँ गाइस म खान सकिनँ नि र त्यो ढेडा के गर्छौ त रानी सान्नान बोलाएर म अगाडि छु गाइस खाना अगाडि बोल्दा बोल्दा होला कस्तो पिरो के हो यस्तो तरिका सिँगान पोख्ने तरिका गाइस ल गाइस मलाई चाहिँ सबै कुरा पुग्यो आजको चाहिँ गुन्द्रुकको अचार दामी भएछ कस्तो दामी भयो नि दामी मात्र नि दामी मलाई सबै पुग्यो भात चाहिँ हालिदिनु है अलिकति के मन के अन्त के त्यो तरकारी सो गाइस मेरो चाहिँ सक्यो यति भन्दै भिडियोलाई इन गरिदिन्छौँ हामी मेरो मात्रै यहाँ एक्लै ढिला खाने मान्छेको जस्ता तस्तै हो होइन म छिटो खान सक्दिनँ मेरो त सक्यो कहिले पनि सो गाइस अनि हामी दुईजनाको अर्को के खाएको भिडियो चाहियो भने भन्नु जे चाहिए पनि भन्नु अब हामी चाहिँ के गर्छौँ भने अब हामी चाहिँ भ्लगहरू हल्का नन स्टप भन्दा नि हप्तामा 2टा बनाउँछौँ होइन तर आफ्नो कहानीहरू पनि फेस गरेर बनाउँछौँ क्या यदि हजुरहरूलाई हाम्रो कहानी सुन्न मन छ भने चाहिँ त्यो पनि दिदै बोल न भन्नु है सो गाइस म बिस्तारै खान्छु बाई बाई